राधे राधे। आज चाहिँ हामी नटिङम जाँदैछौँ र आज चाहिँ एउटा आकार ब्रदरको चाहिँ छोरोको न्वारन छ, त्यही कार्यक्रममा हामी जाँदैछौँ। र आज चाहिँ पहिलोचोटि म मात्रै जान्थेँ कर्मकाण्ड यसो पूजाहरूमा, र आज चाहिँ उसलाई पनि अलिकति लिएर जाउँ न भनेर उसले नि इन्भाइट गरेको छ, अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। र अब आकार र अस्मितालाई चाहिँ उहीँ गएर भेटिन्छ। टेक केयर, किप इन टच गाइज। चाहिँ टर्मिनल 4 मा छौँ र जाँदैछौँ। टर्मिनल 4 बस स्टपमा गएर बस्ने, कफी खाने भन्ने प्लान छ हाम्रो। जस्तै नटिङम जाँदैछौँ। नटिङमको 900 बस। ल ल के भन्नु चाहन्छ? ओके गाइस, म चाहिँ आज यसरी फर्स्ट टाइम जान लाग्छु उहाँसँग, यसरी ट्राभल गरेर है उहाँको मारन कार्यक्रममा। अब कस्तो हुन्छ हेर्दै गर्नु होला। जस्तो आउनु यता। ल फर्स्ट टाइम वी आर ट्राभलिङ टुगेदर इन फ्लिक्स बक्स। थ्याङ्क यू। ल हामी चाहिँ अब नटिङमतिर लाग्यौँ। बस भर्खर हिँड्यो। बसमा चाहिँ कोही छैन, यति एउटा केटा छ, अन्त पछाडि अनि कान्छी र म मात्र हो, अनि अगाडि चाहिँ 1-2टा हामी मान्छे। बिस्तारै बिस्तारै हामी आउँदैछौँ। सन्नी डे छ यहाँ ल है। चलेको रहेछ, अरू सबै चलेर छ होइन त। लेस्टर आइपुग्यो गाइज। हामी चाहिँ नटिङम जाँदैछौँ र नटिङमको बिचमा चाहिँ लेस्टर आउँदो रहेछ। लेस्टर आइपुग्यौँ। हामी चाहिँ लेस्टर आइपुग्यौँ। ठ्याक्कै लेस्टरको टाउन हल रहेछ यो, ठुलो जोन लुइस। के गरेछु है। नटिङम आयो गाइस, सुरु भयो। ठ्याक्कै नटिङम बोर्डमा स्टेसन आइपुग्यौँ र अब आकारलाई खोज्नुपर्ने छ। हामी चाहिँ अहिले नटिङम बोर्डमा स्टेसन आयौँ, बस स्टेसन। अनि अहिले चाहिँ हामी कार पार्कमा छौँ, हामीलाई लिनलाई आउँदै हुनुहुन्छ। अब हामी यहाँ वेट गर्छौँ। ल है, हामी चाहिँ अब गाडीमा आकारलाई भेटेर
आकार यहाँ कङ्ग्रेचुलेसन Thank you. फर न्यू बेबी Thank you. हामी जाँदैछौँ फर्स्ट टाइम म नटिङहममा आएको कि हामी नटिङहम कलेज ठुलो दियोमा राखेर चाहिँ यसमा हामीसँग सानो दियो छ त्यो 12 होला हजुर त्यो ठुलो दियोमा चाहिँ त्यो टाउतिर हाल्थ्यो त राखेको अलिकति त्यो चाहिँ त्यहाँ अनि यहाँ छ नि ओ ल है ल अब त्यो के यसरी भित्र त्यहाँको पानीको यहाँ छ र अन्त फेरि हो के एकदमै भिजे नि त्यो बत्तीहरू चाहिँ त साइडमा राख्यो न है पानी पनि भित्र हो ट्याक्क पानी हाल्नु अलिकति त्यहाँ हाते हुन्छ त्यसरी हाल्नु त्यहाँ ओम छन्दे सुन्ने श्वास सुनाजका श्वास जति श्वास जति श्वास का स्वाहा स्वाहा सूर्य सूर्य स्वाहा बत्ती ल्याएर यहाँ राख्यो सर बत्ती मात्र त्यो बत्ती मात्र ल्याएर यहाँ राख्यो त बिस्तारै नमस्कार गरिदेऊ इष्ट देवता ग्रन्था दादम सर्वदेवी नमो नमः र फुलसित लियो फेरि सर्वतिथ्यो सर्वयोगीभ्यो गणपात मनुष्य सर्वदेवी आशिष सन्तु कल्याणोस् मङ्गलोस् सदैव रक्ष अनुहारभन्दा माथि निकाल्नु ल्याउनु पऱ्यो क्या बाबुलाई बाबुले नै गर्नु पऱ्यो बिस्तारै टाउमा खाँदै हो ल सूर्य गृहिणी सूर्य आएनमा गृहयताम कल्याणमस्तु शिरोसि प्रतिगृहयताम शान्ति र सोदरो 5 वायुलाई छुनुपर्छ छोरोले हजुर पनि हेर्नु यता छोयो अग्निलाई छोयो अग्नि यहाँ पछि चाहिँ अग्निको ताप मिल्यो हिट्यो बाबुको जय होस् राम्रो होस् ल जाऊँ अब भित्र भनेको चिज भित्र हो भित्रको कुरो भगवान्लाई थाहा हुन्छ हामी त मध्यस्थकर्ता हौँ राम्रो होस् जय होस् मेरो हे मर्न सकिएपछि चाहिँ आकारले एउटा कुन चाहिँ ले के अरे के पार्क हो ओलाटन पार्क अलि राम्रो छ अरे या मेन्स पनि राम्रो छ अरे पार्क भएर हामी दुइटै छौँ यहाँ हामी जाँदैछौँ अब आकारले त्यहाँ लगेर नि हामीलाई त्यहाँ बस कोच स्टेसनमा चाहिँ ड्रप गर्छन् उनीहरूले आफ्नो न्वारान चाहिँ राम्ररी सम्पन्न भयो अलि टाइम लाग्यो भिडियो म हाल्छु म अगाडि भिडियो हेर्नुभयो होला थ्याङ्क यू किप वाचिङ यस्तो राम्रो नटिङमा आएर यहाँ पनि राम्रो लाग्यो पार्क गर्नु ठिकको लाग्छ म जहिले यहाँ नजिक पार्क गर्थेँ धेरै हिँड्नु पर्ने कि हो त थोरै फन पार्क रहेछ यहाँ फोनको साइड यस्तो लागिरहेछ सामने हेर तैँले हामी त्यहाँ घुम्न आएको भएछ बन्द छ पानी परेर 1600-1700 बनाएको घर अन्त राम्रो रहेछ यो पार्क चाहिँ धेरै राम्रो ल यो त कहाँ आएको कहाँ गर्छु यहाँ पनि कस्तो क्यामेरा कति राम्रो देखियो एचडी क्वालिटीमा पार्क त तपाईँलाई उल्टन पार्क होइन हजुर यस्तै हरियाली धेरै राम्रो एकदम राम्रो जराको कता यतै राम्रो आइछ जरा हेर न जरा त्यहाँ हेर न डियर ओलाटन हल
डियर पार्क ल स्ट्रिमिङ डे गोलाटन हल रेडी हजुर ल अब हामी चाहिँ बस स्टेसन आइपुग्यौँ पानी पर्न लागिरहेछ राम्रो साइड हो यो त्यहाँको माहौलले गर्दाखेरि हामी चाहिँ हिँड्यौँ बस चढ्यौँ धेरै मान्छे थियो मलाई मान्छे भएको ठाउँमा बल्न मन लाग्दैन अब हामी फर्किन लागेछौँ यहाँबाट चाहिँ हामी लन्डन भिक्टोरियाबाट अब त्यहाँबाट पिकाडी लिएर चाहिँ हामी घर पुग्छौँ होला सायद थाकिसक्यौँ